हेलो गाइस हामी चाहिँ नयाँ भिडियोसँग आइसकेको छौँ अनि अस्ति चाहिँ हामीले के अरे हाम्रो बेस्ट हाम्रो मनपर्ने रामेन नपाएर अर्को रामेन खाएको थियौँ अनि यो चाहिँ हो क्या हाम्रो जापान आएदेखिको बेस्ट यो चाहिँ नेपाली यो चाहिँ हाम्रो बेस्ट हो होइन अनि योसँग यो माछा ओ माई गड माछा त एउटै हो माछा चाहिँ त्यही हो रामेन मात्र फरक हो है अस्ति हामीले यो रामेन चाहिँ लास्टै सर्टेज हुन्छ क्या यहाँ यस्तो डिलिसियस यो चाहिँ अब हामी खान्छौँ होइन तपाईँहरू चाहिँ हाम्रो गफ सुन्नु मिठो गफसँग एउटा ट्रेन नै छुट्याइदिन्छ रन्जुले यो देउता साथी बानी बिग्रेस के हुन्छ त ल सक्यो नराम्रो शब्द बोले होला यो हामी चाहिँ क्यामेराको एङ्गल मिलाएको यस्तै यो फ्यानहरूले एउटा सेल्फी स्टिक नि दिँदैन के गर्नु सेल्फी स्टिक किनेको कसले चोरी लगायो सेल्फी स्टिक भएको एउटा कुन चाहिँ उडाइदियो चालिदियो नि देख्ने नै भएर चाइनिज म रिमिक्समै बस्छु चाइनिज एउटा यो कपडा पनि हेर्दाखेरि यति स्मल सानो छ नि त होइन है तर कसम भने यो किनेर खाँदा वर्थ इट हुन्छ वर्थ इट टन्न हुन्छ क्या अब चाहिँ एउटा भुइँमा खस्यो त्यही भएर पहिल्यैदेखि प्रिपेयर्ड भएर बस्नुपर्छ क्या एक्स्ट्रा एउटा तिमीले त्यो पैसा तिर्ने भयो त तिमी ल्याउने थिएन हेरेर भन्दा छेरेर मर्नु ठिक हेरेर भन्दा छेरेर मर्नु ठिक भने जस्तै म जति मोटाएँ नि अहिले छोड्दिनँ तिमीले दिएन डाइट भनेर मैले हेल्दी खानेकुराहरू किनेँ है अनि म त हेर्नु गाइस फुल्लिँदै अब मास त्यो घैँटी जस्तै हुन्छ म होइन अलि भाइ नै त्यही भएर अर्कालाई घैँटी भन्दा केही ठिकै छ लगभग घैँटोसम्म पुगिसकेको छ घैँटो त पुगिसकेको छ घैँटेसम्म पुग्यो तर म हेर्दाखेरि अनुहारहरूलाई चाहिँ यतिको मोटो ठिक छ राम्रै होइन म दुब्लाहरू फेरि अनुहारमा दुब्लाउँछु ज्यान चाहिँ चुसेर फाले आँप जस्तो देखिन्छ है चुसेर फाले आँप जस्तो देखिन्छ मैले खाँदै थिइनँ माता यस्तो हो भन्न खोजी भने नि एउटा चर्की मिनिङ जानु नि सक्छ के हुन्थ्यो होला गाइस मेरो मलाई फेरि इङ्ग्लिस चाइनिज नेपाली सब बोल्नु थाल्यो चाइनिज त बोल्छ हामी चाहिँ आफ्नै खाइसक्यो अनि यसो आफ्नो पोहोर आफैले गरेर सफा गर्नुपर्छ उहाँ पर धारा सारा डस्टबिन सस्बिन उयो जान्छ होइन फोहोरसोर फालेर आउँछ के गर्नु म चाहिँ यहीँ बस्छु होइन ऊ आउने जसम्म चाहिँ मेरो अनुहार हेर्नु होला राम्ररी चिन्नु होला अन्त ऊ चाहिँ आइसक्यो हाम्रो आजको भ्लग चाहिँ यति नै हो हामी चाहिँ त्यही चौचो खाएको देखाउनु लगाएको थियौँ होइन साथी दोस्त हामी त्यो चौचो खाइहाल्यौँ त्यही हो मिठो चौचो होइन तपाईँहरूलाई पनि पिरो टक्क नुन लागेको मिठो टेस्टी खान मन छ भने चाहिँ जापानमा आफ्नो नेपाली स्वादको खान मन छ भने चाहिँ प्लिज 108 रुपियाँ लिन्छ होइन ल सबैले प्लिज सब्सक्राइब गर्नु होइन म त्यसको प्यारो इचिबान सिकाइदिउँदै नि हुँदै नेपाल हुँदै डोकोदै सबैजनाले हाम्रो भिडियो भ्लग माया गरिदिनु होला मेरो साथीको फेसबुक सब्सक्राइब गरिदिनु होला ड्याङ 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 यस्तै भ्लग हेर्न चाहनुहुन्छ भने प्लिज सब्सक्राइब गर्नु सब्सक्राइब लाइकको यो त लाइक सब्सक्राइब ओके बाई हामी चाहिँ के भर्खर अब घर जानु भने निस्क्यो बाहिर यस्तो गर्मी आमा के
के गर्ने त हामी ओखाने मजिद पऱ्यौँ अघिसम्म थिएन होइन हो मसँग पैसा छैन तिमीले किनिदिन्छ अरे अब पैसा छैन अब त्यही पनि हामी यस्तो गर्मीमा आफ्नो हेल्थको केयर गर्नुपर्छ गाइस मोटायो भने खाना छोड्नु भयो होइन अब हामी चाहिँ जान्छौँ यहाँभित्र फेरि अनि अब चाहिँ आइसक्रिम किनेर एक एउटा आइसक्रिम खाँदै आफ्नो घरतिर लाग्छौँ तिमी पनि आऊ न दुध पनि हेर्नु यहाँ साहा सन्तानले नभए दुध छ तर पनि अब हामीले खाने आइसक्रिम चाहिँ उहाँभित्र छ होइन कुन होला यति भनेर धेरै भेराइटी छ यति धेरै बजाइकन भेराइटी खाने चाहिँ यहाँ यहाँबाट एउटा मान्छे बिराउनु भएको थियो त्यसमा पोज दिन्छु यसमा छ हामी खाने अरूहरू पनि खाना तपाईँहरूलाई तिमी के डबल खाने हो कि एउटा मात्र भए सिङ्गलवाला मिठो हुन्छ सिङ्गलवाला गुलियो हुन्छ तिमीले कुन खाने हो सिङ्गलवाला खान्छ सिङ्गल मिठो हुन्छ मिठो हुन्छ ल खै आज सिङ्गल ट्राई गरौँ न त यो पनि फेरि गाइस यहाँ हेर्नु यो पनि एकदम बेस्ट रेकमेन्डेड त्यो ढोका लगाइदियो रेकमेन्डेड बाई मी ल हामी चाहिँ अब यो दुइटा पराइज रन्जुले तिर्दिन्छन् र मेरो प्राइस त्यस्तै म तिर्दिनु म ओखाने मोची चाहिँ होइन अनि खाम भनेर बाहिर यो सबै मलाई खानु मलाई चाहिँ एकदम कसैले हेर्नु मलाई देख्नु भयो किनिदेऊ न। प्लिज किनिदिनु मलाई प्लिज किन चाहिँ मेरो साथी च्याम्पियन छ म खिच्छु ल ल म पैसा निकाल्छु तिमीतिर यस्तो हुन्छ कि यहाँ चाहिँ सिस्टम फेरि फरक छ ल इए तिर्ने यो चाहिँ आफैले तिर्ने क्या पैसा 商品をスキャンしてください。 स्क्यान ओ टक्क 18円。 अरू कता 110 दुइटा यस्तो भयो होइन टक्क अब उसले हाल्छ 100 रुपियाँ 54円です。 यो सबै थिच्ने है यहाँ नै थिच्नु होला फर्स्ट जापान आउनु भयो 現金をお入れください。 खै त ए ला मेरो त साई पनि हराएछ भनेर पैसा तिर्ने बेलामा अब सबै अनि कुमारलाई तिराइदिने कुमार ल 100 रुपियाँ भने 50 रुपियाँ निकाल्छ तिमी नि फटा त लास्ट फटा घाटाको बिजनेस भयो गाइस यहाँ आइसक्रिम खानलाई घाटाको गयो पैसा खै केही भन्दैन त सारेन यो 4 ल 領収書が必要 1 रुपियाँ 1 रुपियाँ दिन 領収書をタッチしてください。 ल यहाँ पैसा नि अगाडि पैसा पनि देखाइ आउँछ ल तिमीलाई उपहार भयो मेरो お釣りはレシートをお借り त्यो खै कता यता हो ल किरण अब चाहिँ हामी आफ्नो रुम सोच्नै सकिनँ। राम्रो है गाइस ल बाई